यहाँ चिडियाखानामा आएको घुम्न यसो जेब्रा यार त्यो भित्र मान्छे छ क्या लडे तो नियर रस है ये ल अब हामी साँप हेर्न जान्ला छौँ क्या भन्छ यो त हामीले त ओन्ली 10 रुपिज ल हामी चाहिँ नि हावाहुरीमा हिँडिरहेका छौँ आज चाहिँ नि डे 4 अनि हामी चाहिँ नि यहाँ चिकन के अरे होइन अन्डा रोटी खान बसेको बाटोमा भोक लाएर अनि भागे जताततै हिँडे भन्छ इन्डिया चाहिँ प्रायः जस्तो म यस्तै हो अनि अब खानेकुराहरू कस्तो हुन्छ हामी चाहिँ नि रोडको छेउमा है होटलमा होइन लोकल स्टाइलमा लोकल स्टलमा यसरी बसेछौँ हामी उता ठेलाहरू छ नि त्यस्तरी यहाँ पनि छ ल हाम्रो अन्डा करी र रोटी आयो खाजा है बिहानको एक्साइटेड भन्छ ऊ खानालाई अनि मिठो नभयो भने ठिस रिसाउँछ मुख एक्सप्रेसन आएको चेन्ज भइसक्छ उसको ल टेस्ट हान नि त ल खाऊ न खाऊ कस्तो छ दामी छ 5 आउट अफ रेटिङ 3 ल सब मैले भ्याइदिन्छु यो ऊ चाहिँ नि हेरेको हेरे अब यो गर्मीमा बुढी र म चिल्ड जुस खान लागेको है ओन्ली 10 रुपिज थोड़ा डाल दीजिए आपका फर्स्ट कस्टमर ना हामी चाहिँ नि यहाँ चिडियाखानामा आएको घुम्न यसो उता घुम्दा यता आइपुग्यौँ यो चाहिँ चिडियाखाना हो अब यहाँबाट त्यतातिर टिकट छ अब हामी एकछिन हिन्दी बोलेको एक्टिङ गर्नुपर्छ ल बुढी हिन्दी बोलेको एक्टिङ गऱ्यो भने चाहिँ पैसा सस्तो हुन्छ कि फेरि फरेनर्स भनेर हामीलाई पैसा धेरै लिन्छ बात त सही है व्हाइट टाइगर हुनुपर्ने हो यहाँ लायन चाहिँ छ है सुकेको त्यो के भन्छ र हड्डी देखेको त्यति बेलामा खाथेन होला नि त अहिले खाएको हुनसक्छ नि मोटाको हुनसक्छ एन्ड दिस इज द डिपिआर अफ द जू लेट्स गो बुढी तिमीले लायन हेर्नको लागि जूमा आउनु पर्दैन कि बुद्ध भगवानको दामी बुद्ध भगवानको चित्र बनाएको ठाउँ बिचरा हिँड्नै सकेको छैन मेरो बुढी त्यही नै घुमिरहेको छ बिहापछि कतै नै घुमाउनु जानु पाएको छैन मन्दिर यहाँ बेला बिस्तारै उसलाई सन्चो भएपछि लिएर जाने हो धेरै ठुलो त छैन ठिकै छ त्यो हेर्दाखेरि डेन्जर ठुलो लाग्ने हो किनभने उताबाट घुम्दै यस्तरी घुमेर यता आउने हो फर्स्ट टाइम देखेको मयूर देखेको थिएन यो उसलाई होला स्टेबियन होला सो नियर रस है यस लास्टै नजिक आएको धेरै नजिक आयो त ब्याड गिद्ध हो गिद्धै हो हो र डाफे जस्तो छ त्यो कलर त तर कस्तो मौसमकै यस्तो धुन्दा भयो नि कस्तो गर्मी फिल भएको छ है बाफेर क्या कस्तो हावै नचले जस्तो अहिले नि 30 डिग्री त कटिसक्यो होला पोखराको जति छ पोखरामा यति गर्मी फिल त हुन्थेन यार जसले जानवरहरू कम देखेको मैले त देखिरहेको यो चाहिँ नि त्यो टाउकोमा पुच्छर भएको तोता है तोता रे पट्टु यो चाहिँ नि हाम्रो घरतिरै पाउँथ्यो पहिला एनिमल के भन्छ रे एनिमल राइट्स वायलेन्स लभबर्ड हामी नै छौँ त लभबर्ड अच्छा के मटकामा बनाएको छ त यिनीहरूको त बस्ने ठाउँ है बजरी घर बाजीगर त सुनेको यो चाहिँ नि हरिप लाग्यो मलाई यिनीहरू झुला खेल्दै बसेको छ यहाँ के हो फिल्मिङ के हो र ओए कत्रो ठुलो यसको कत्रो ठुलो मुख फोटोग्राफरहरू यस्तो छ क्या गाह्रो पर्छ क्या यार गना छ यार साथीहरूलाई भेट्दाखेरि नरौ ल धेरै दिनपछि भेट्न लाग्छौ साथीहरूलाई त्यो तलको त तिम्रो फोटो क्या दुईटा मात्र छ त चाक देखाएर गयो र बाजार हेर्न त चिडियाखाना आउनु पर्दैन कि बुढी मौत को छू के टक से वापस आ सकता हूं चाहिँ लङ्गुर है यो चाहिँ नि मै हो म मान्छु यो चाहिँ नि मै हो
कति नजिक भएर न अब योगा एक्सर्साइज गरे जस्तो छ नक्कली हाल्दै त्यो भित्र मान्छे छ क्या अच्छा भयो भालु भारत नेपाल तिब्बत चीन रे अघिनेको त अलि कमेडी थियो यो चाहिँ नि अलि डेन्जर हुन्छ यो चाहिँ नि अलि प्रोफेसनल भालु है चाहिँ नि यो नेपालतिर नि पाउँछ टाङटिङतिर चिक्लेसतिर पाउने यस्तै भालु हो बुढीले इन्जोय नि गरिरहेछ बिचरा खुट्टा नि दुखिरहेछ ऊ कति राम्रो है कति लामो लामो यसको त्यो लेखेछ तर यहाँ जेब्रै छैन कोब्रा सोब्रा छ होला बरन्दा अनि यहाँ नमस्ते फुल जस्तो लाग्छ है हो कि होइन है ल खै त नि जेब्रा यार झन् जेब्रा नदेखिने कुरा यो चाहिँ नि ब्ल्याक बक है सलमान खानले मारेको डियर तर ब्ल्याक ब्लक कस्तो उस हो त नि ग्रे ग्रे ओरेन्ज ओरेन्ज ब्राउन ब्राउन है ओए व्हाइट पनि छ त त्यहाँ त बाख्रा जस्तो देखेको अलिअलि यो भयो इलेफेन्ट हामी आएबाट त्यसले टाउको तलमाथि गरिरहेछ हात सुड यस्तो निकालेछ सायद हामीलाई ग्रिट गरेको हुनसक्छ यसलाई सिकाएको होला कि है त्यही होला कि है नन स्टप हेरेर उस गरिरहेछ त्यो एउटा मात्र हात त्यो आएछ क्या डियर क्ल्यास अफ क्ल्यानमा हक राइडरहरू हिँड्छ नि त्यही वाला डियर है क्लियरै आएको छैन 100 रुपियाँको नोट भएर चाहिँ दामी हुन्छ है गैडा यहाँ हाम्रो पछाडि गैडा है टेन्डा भाइ उही उही गर्मी चाहिँ नि बढ्दै गछ 12 बजिरहेछ बिस्तारै बिस्तारै घरतिर साइड लाग्नुपर्छ खै हाइ नै छैन अब बागा हुन्छ म धेरै दिन भयो थियो आफूले आफ्नो तस्बिरहरू नहेरेको यो भयो लियोपार्ड के छ मेरो पहिलाको जन्मको तस्बिरहरू हेर्दाखेरि कस्तो फिल भइरहेछ छवि के मेरो छवि लियोपार्डको त छ नि ए होइन मेरो छवि त उता लायन कस्तो छ नि ऊ त्यहाँ रहेछ टाइगर चाहिँ नि मस्त सुत्दै ब्ल्याक एन्ड व्हाइट टाइगर है व्हाइट टाइगर देख्यो भन्ने त भयो नि यार मैले अहिलेसम्म देखेको थिएन व्हाइट टाइगर मेन बाघ हेर्न आएको एउटा यहाँ सुतेर बसेछ एउटा यहाँ सुतेर बसेछ सब सुतेर बसेछ यार जानवरहरू हुन त म नि सुतिरहेको छु म जस्तै होला नि यो लायन चाहिँ नि ऊ त्यहाँ सुतेर बसेछ त्यो रेलिङको मुनि बुढी उठाइदिउँ सोए वो शेर को नहीं जगाना चाहिए बात तो सही है सुनेछौ कि दाइ यो उठाउको त दिएछौ मस्त सुतेछ यार यहाँ बन्द गरेर राख्दैछ ल है हिप्पो हिप्पो टाइफ हान्छ अब गर्मी भएछ यसलाई कमान कमान गेन्डा भाइ पानी ठन्डा कि नै भन्दै बस्छ यसले यिनीहरूको हेबिटेट चाहिँ खास पानी हो नि त भङ्गुर जस्तो देखेको थियो अहिले त ओए 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 लडे 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 ल अब हामी साँप हेर्न जान्न छौँ एनाकोन्डा छ होला त्यसले काँचुली फेरेको ऊ देखेछ ऊ काँचुली हो खतरा खतरा है दामी यार काँचुली फेरेको है अझ कति हो साँप पनि डेटिङ बस्यो यस्तरी बस्छ टाउको हेर न यिनीहरूको टाउको कोना त बटरफ्लाई हेर्न जानु लागेको कति धेरै बटरफ्लाई छ यहाँभित्र सब मरेको बटरफ्लाईहरू छ जस्तो छ बुढी बटरफ्लाई हेर्न आएको सब बटरफ्लाईको चित्र मात्र देखाउँछ क्याम हान्छ यो त हामीले त उसमा हेर्थ्यो नि गुगलमा हेर्थ्यो नि होइन यो चाहिँ नि पर्कुपाइन भयो बुढीलाई खुट्टा दुखेर वडा भइसक्यो यार चाहिँ नि फिस एक्वेरियम है यहाँ चाहिँ नि स्क्याम छैन फिसहरू छ उता मितुञ्जयको बिहाको लागि मितुञ्जय दाईको बिहाको लागि रेडी हुँदै हो अनि यहाँ सामानहरू यत्रो धेरै भइसक्यो अब चाहिँ नि हामी मामा घर जान लागेको 6:30 बजिसक्यो रहेछ अनि यस्तो एसीवाला बसमा पऱ्यो हामी लक्की न त सरकारी बसमा जानु पर्थ्यो कि त टेम्पोमा जानु पर्थ्यो घटघट घटघट घटघट
तर एसी बस पर्यो, लक्की भयो। तर मच्छरै मच्छर छ यो बसमा। उता दिदी भान्जा मम्मी। ल हामी चाहिँ नि ट्रिपल रोड हावाहुरीमा हिँडिरहेछौँ। आयो तपाईँहरूलाई मेरो भिडियो मन पर्यो होला। बाई बाई।